आलु अनि साग है मिठो हुनेवाला छ अलिकति पानी हाले है जानेर हाले अथवा नजानेर हाले यस्तो हुनेछ यसलाई चाहिँ मैले अब एकछिन छोपेँ है छोपेर राखेँ अब हेर आगो सानो छ 20% one day and then it's off for a month and it's 25%. So can you give us a sense of whether or not we're going to get clarity for the business community? Well, I think so, but the tariffs could go up as time goes by, and they may go up, and I don't know. You can obviously fact check him, but he's not speaking as an adult human being or even as a child human being. He's just. I was just looking out for them. I didn't want to hurt them so much. Here, play this clip. त्यति राम्रो लागेन साह्रै गिलो भयो पहिलाको हो अहिले मैले यसले काम चलाइरहेको छु मेरो टाउकोमा चाहिँ अलि यो हुन्छ त्यो चाहिँ टु मच गिलो भयो क्या अब यहाँ खाना पाक्नलाई चाहिँ अब अलिकति 10-12 मिनट छ है मेरो यो अब रेडी भयो होला है वा मिठो देखाएको छ खुर्सानी पनि लगाएको छु मिठो हुन्छ त्यसरी थोरै लगाउँदाखेरि हरियो र रातो मैले कफी मिठो लाग्यो कफी चाहिँ यो है मलाई यो कफी मन परे जस्तो लाग्यो है मैले पहिला चाहिँ यो नेस्क्याफेकै हो यो क्यापेचिनो हो खान्थेँ योभन्दा मलाई चाहिँ मैले रेगुलर खानेको यो नेस्क्याफे यो चाहिँ हो अनि अझ मैले यो खाएँ क्या मिठो लाग्यो